मेगाहर्ज विजयनगर र रिले प्रसारण 89.1 मेगाहर्ज माई थाब्लाबाट प्रसारण भइरहेको साँझ 7 बजेको खुला खबरमा म टीएस आचार्यको नमस्कार। तपाईले हामीलाई रेडियोसँगै फेसबुक, टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालहरूबाट पनि हेर्न र सुन्न सक्नुहुन्छ। आजको खुला खबरभित्र जुम्लामा स्थानीय यातायातको नयाँ भाडा दर चाँडै निर्धारण हुने पर्जीय पौडेलको भनाई। सहुलियत भाडाका लागि जनताको गुनासो व्यापक। गुठीचौर गाउँपालिका 1 ले शिक्षामा ऐतिहासिक लगानी गर्दै वडाभित्रका एसई दिने परीक्षार्थीका लागि निशुल्क कम्प्युटर शिक्षा प्रदान। तातो पानी चन्दनाथ र पातरासीमा लिफ्ट मार्फत पाखो जमिनमा सिँचाइ गर्न सुरु, किसानहरू मनग्य आमदानी गर्न सफल। कर्णालीमा विषयगत शिक्षक नहुँदा पढाइ प्रभावित, ट्युसनकै भरमा एसई परीक्षा दिनुपर्ने बाध्यता। हुम्लामा रातभर जागराम बसेर मनाइयो भुवो पर्व। चुनाव बिथोलले काम नगर्न प्रचण्डको खबरदारी। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्क सम्बन्धी नयाँ मापदण्ड खारेज। र गाजामा उद्धारका लागि पर्खिएका 1000 भन्दा बढी बिरामीको मृत्यु भएको WHO को भनाई। T20 विश्वकपका लागि भारतीय टोली घोषणा। गिल बाहिरिए, ईशान किसानको पुनरागमन। छोरा भ्या गरौँ भने कहाँलाई जाने होला त? सुनालुना नापा बिछी खिची हाल्नु भने त्यहाँ पाउजू कहाँ जाने होला त? यी बड्डा पनि भाइ मतलबै गर्दैनन्। पनि माइलो तिलहरी बनाउला भने बजार कहाँ नजिक होला त? हाल्दिउला त भन्याउ त कहाँ पाइन्छ बजार मन काहीँ पनि थाहा नै। गएपछि हरिने छु कहाँ होला त? त्यो घर बड्डीले गरगाना हाल्यो भनेर भलो अक्का दिक्क आइले। तिमीहरू न यति पनि थाहा नै? हाई स्कुल लाइनमा रहेको मास्टर सुनजाति बसल छ त, त्यही जान्नौ? म न थाहै छैन, तैँले भनिस् म त्यहीँ जाउँला। हजुर, हाम्रा विशेषताहरू हामी कहाँ तिलहरी, बीज, नौगेडी, झाला, ओटी, बाला, सिक्री आदि गरगहनाहरू बनाइन्छ। हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहना दक्ष तथा अनुभवी कालीगरद्वारा मर्मत गरिनुका साथै किनबेच पनि गरिन्छ। साथै गरगहना सफ्टवेयर पनि गरिनुका साथै पुराना गरगहना मर्मत पनि गरिन्छ। प्रोप्राइटर धनसिंह सुनार, व्यवस्थापक राम सुनार। सम्पर्क मोबाइल नम्बर 98 48 38 48 13 र 97 63 90 60 24। एक पटक सेवा गर्ने मौका अवश्य दिनु होला। मास्टर सुनचाँदी पसल, चन्द्रनाथ नगरपालिका, वडा नम्बर 4, हाई स्कुल लाइन, जुम्ला। खुला खबर अब विस्तारमा। जुम्लाका प्रमुख जिल्लाधिकारी दीपक पौडेलले स्थानीय यातायातको नयाँ भाडा दर कायम गर्न का लागि प्रारम्भिक काम शुरू भएको बताएका छन्। प्रमुख जिल्लाधिकारी पौडेलले सहुलियत भाडाका लागि जनताको गुनासो व्यापक रूपमा आएकोले जिल्लाको भाडा दर अहिलेको अवस्थामा निर्धारण गर्नका लागि जिल्ला समितिले प्रारम्भिक काम शुरू गर्न थालेको जानकारी दिएका छन्। 1 हप्ता अगाडि जुम्ला प्रदेश ख क्षेत्रका स्थानीय अगुवाले जुम्ला बजारबाट छुट्ने यातायातको भाडा सस्तो गर्न प्रशासनलाई ध्यानाकर्षण गराएका थिए। सोही आधारमा पटक पटक छलफल हुँदा अहिलेको समयमा बाटोको अवस्था, साधन रोक्ने अन्तरस्थानको दूरी सहित विभिन्न विषयको आकलन गरी छलफल गरेर अगाडि बढाइनेछ। शुक्रबार पुनः भाडा दरको विषयमा प्रमुख जिल्लाधिकारी पौडेल सहित यातायात व्यवस्था कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालयसँग स्थानीयले छलफल गरेका छन्। छलफलमा प्रमुख जिल्लाधिकारी पौडेलले सोमबार प्रतिनिधिमूलक सर्वपक्षीय र राजनैतिक दलको बैठक बसालेर सुझाव संकलन गर्ने र समितिको बैठकमा प्रारम्भिक मस्यौदा तयार गरेर निष्कर्षमा निकालिने बताएका छन्। उनले सो कार्यका लागि माताहतका कार्यालय र निकायलाई निर्देशन गरेका छन्। प्रमुख जिल्लाधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, राजनीतिक दल, जनप्रतिनिधि, जुम्लामा सञ्चालित यातायात र टेम्पू व्यवसायी, प्रतिनिधिमूलक ध्यानाकर्षण गर्ने सेवाग्राही, नागरिक समाज, पत्रकार सहितका सरकारवाला निकायको उपस्थितिमा सोमबार पुस 7 गते छलफल हुनेछ। सोमबार हुने छलफलमा सुझावको आधारमा भाडा निर्धारण समितिलाई सुझाव दिनेछ। त्यसपछि समितिको बैठक बसेर जुम्ला जिल्लाको भाडा दर कायम गरिनेछ। प्रमुख जिल्लाधिकारी पौडेलले यो काम कम्तीमा पुस 16 गते भित्र गरिसक्ने गरेर काम अगाडि बढाउन उपसमितिलाई निर्देशन दिएको जानकारी गराएका छन्।
यातायात व्यवस्था कार्यालयका अनुसार जुम्लामा 2078 सालमा भाडा दर निर्धारण गरिएको छ। सो भाडा दर कार्यान्वयन नभएको भन्दै सेवाग्राहीले गुनासो गरिरहेका छन्। नयाँ भाडा दर कार्यान्वयन नहुँदा सम्म पुरानै दर कार्यान्वयन गर्न निगरानी गर्न प्रशासन, यातायात र ट्राफिक कार्यालयलाई गुनासो गर्दै आएको हिमा एक निवासी हर्षबहादुर साईले जानकारी दिएका छन्। गुठीचौर गाउँपालिका 1 ले शिक्षामा ऐतिहासिक लगानी गर्दै एसईई परीक्षार्थीका लागि निशुल्क कम्प्युटर शिक्षा शुरू गरेको छ। ग्रामीण भेगका विद्यार्थीहरूलाई डिजिटल युगसँग जोड्ने उद्देश्यले ओडा सरकारले यस्तो पहल गरेको हो, जसले स्थानीय तहमा शिक्षा सुधारको नयाँ उदाहरण प्रस्तुत गरेको छ। गुठचर गाउँपालिका 1 अन्तर्गत रहेको खड्क देवी माध्यमिक विद्यालयमा अध्ययनरत 42 जना एसईई परीक्षार्थी विद्यार्थीहरूलाई निशुल्क कम्प्युटर ट्युसन सुविधा उपलब्ध गराइएको छ। एसईई जस्तो महत्वपूर्ण परीक्षाको तयारीसँगै कम्प्युटर ज्ञान पनि आवश्यक भएको ठहर गर्दै ओडा सरकारले आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गरेको हो। ओडा अध्यक्ष अर्जुन कुमार महाताराका अनुसार आजको प्रतिस्पर्धात्मक युगमा विद्यार्थी केवल पाठ्यपुस्तकमा सीमित रहन नहुने भन्दै डिजिटल सिपलाई प्राथमिकतामा राखिएको उनले बताएका छन्। उनले भने ग्रामीण क्षेत्रका विद्यार्थीहरू अझै पनि कम्प्युटर र प्रविधिबाट टाढा छन्। एसईई पछि उच्च शिक्षा वा रोजगारीका अवसर खोज्दा कम्प्युटर ज्ञान अपरिहार्य रहेको हुँदा एसईई दिने विद्यार्थीलाई लक्षित गरी निशुल्क कम्प्युटर शिक्षा शुरू गरेको उनको भनाइ छ। ओडा अध्यक्ष महताराले भने विद्यार्थीलाई कम्प्युटरको आधारभूत ज्ञान, टाइपिङ, माइक्रोसफ्ट अफिस, इन्टरनेट प्रयोग, इमेल तथा डिजिटल साक्षरता सम्बन्धी तालिम प्रदान गरिनेछ। यसले विद्यार्थीको आत्मविश्वास बढाउनका साथै भविष्यमा प्राविधिक सिप विकासमा सहयोग पुग्ने विश्वास ओडा सरकारले लिएको छ। विद्यालय प्रशासनले पनि स्थानीय सरकारको यो पहललाई सकारात्मक रूपमा लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परेक एडीले जानकारी दिएका छन्। उनका अनुसार यस प्रकारको सहयोगले विद्यार्थीमा पढाइप्रति उत्साह बढेको उनले जानकारी दिएका छन्। पहिले कम्प्युटर सिक्न निजी संस्थामा जानुपर्ने बाध्यता थियो, जसले धेरै विद्यार्थीलाई आर्थिक कारणले अवसरबाट वञ्चित बनाएको थियो। अब ओडा सरकारले नै जिम्मा लिएपछि सबै विद्यार्थी समान रूपमा लाभान्वित हुने अपेक्षा गरेको अध्यक्ष एडीको भनाइ छ। विद्यार्थीहरू पनि ओडा सरकारको निर्णय प्रति खुशी देखिएका छन्। एसई तयारीमा जुटिरहेका एक विद्यार्थीले भने, हामीले कम्प्युटर सिक्ने इच्छा त थियो, तर खर्च धान्न गाह्रो थियो। अब निशुल्क तालिम पाइने भएपछि भविष्यका लागि ठूलो फाइदा हुन्छ भन्ने लागेको छ। स्थानीय सरकारवालाहरूले गुठचौर 1 को यो पहललाई शिक्षामा दीर्घकालीन लगानीको रूपमा व्याख्या गरेका छन्। यदि अन्य ओडाहरूले पनि यस्तो अभ्यास अपनाए भने ग्रामीण क्षेत्रका विद्यार्थीहरू डिजिटल रूपमा सक्षम बन्दै जानेछन्। गुठचौर गाउँपालिका 1 ले शिक्षालाई प्राथमिकतामा राख्दै गरेको यो कदमले पढाइसँगै सिप भन्ने अवधारणालाई व्यवहारमा उतारेको छ। सीमित स्रोत साधन बीच पनि शिक्षा र प्रविधिमा लगानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै ओडा सरकारले जुम्ला मात्र नभई कर्णालीका अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी काम गरेको छ। जुम्लाको तातोपानी चन्दनाथ र पातरासी गाउँपालिकाका किसानहरू लिफ्ट मार्फत नदीको पानी पाखो जमिनमा ल्याएर मनज्ञ आमदानी गर्न सफल भएका छन्। पहिला सिंचाईको अभावका कारण कृषि सम्बन्धीको विभिन्न समस्या भोग्दै आएका किसानहरू हिजो आज भने समयमा आफूले लगाएको फलफूल, तरकारी तथा अन्य अन्नबालीहरूमा सिंचाई गर्न पाउँदा खुशी भएको जुम्लाको तातोपानी गाउँपालिकाका किसानहरूले बताएका छन्। सिंचाईको सुविधा नभएको खेतीयोग्य जमिनको सिंचाई गर्नको लागि नदीबाट लिफ्ट सिंचाई गर्न शुरू भएपछि यहाँका महिलाहरूको कार्यबोझ कम हुनुका साथै सिंचाईपछि उत्पादन गरिएको स्याउ, ओखर, आरू लगायतको फलफूल र तरकारी खेतीबाट राम्रो आमदानी गर्न सफल भएको महिलाहरूले बताएका छन्। पहिला सिंचाई नहुँदा नदीबाट गाग्रीमा पानी बोकेर सिंचाई गर्दै आएका महिलाहरू विगत 2 वर्षदेखि यस्तो भएपछि यो समयमा सिंचाई गर्न पाउँदा खुशी भएका छन्। पहिला आकाशे पानीको भर पर्नु पर्ने र समयमा पानी नपरेपछि तिला नदीबाट आधा घण्टाको उकालो बाटो हिँडेर स्याउ लगायतका फलफूलको बिरुवा सिंचाई गर्दै आएका महिलाहरू हिजो आज लिफ्ट मार्फत सिंचाई गरेर राम्रो उत्पादन गर्न पाउँदा खुशी लागेको तातोपानी गाउँपालिका 6 की राजकली विष्टले बताएका छन्। उनले भनिन्, सिंचाईको सुविधा भइसकेपछि उत्पादन गरेको तरकारी उक्त गाउँपालिकामा रहेका सामुदायिक विद्यालयसँग सम्पर्क गरेर बालबालिकाको दिवा खाजाको लागि
लागि प्रयोग गर्नुका साथै बचेको तरकारीहरू बजारमा लिएर बेच्दा भने जस्तो आमदानी गर्न सफल भएका छौं उनले भनेकी छन्। यस्तै सिंचाइको सुविधा भएपछि स्याउ ओखर, आरू ओखर लगायतको फलफूल र तरकारी खेतीबाट राम्रो उत्पादन लिन सफल भएको उक्त ओडाकी अर्की किसान पवित्र अधिकारी नेउपानेले भनिन्। उनका अनुसार तरकारी खेती गर्न थालेपछि आफूलाई हिउँदमा समेत हरियो खाना र बढी भएको बजारमा बेचेर आमदानी गर्न सहज भएको छ। राजकली र पवित्र मात्र होइन, त्यो गाउँमा रहेका सबै महिलाको घरमा अहिले सिंचाइको सुविधा पुगेपछि हिउँदमा प्लास्टिक टनेलमा हरियो सागपातको व्यावसायिक खेती हुन थालेको छ। वर्षातको समयमा मौसमी र हिउँदमा बेमौसमी तरकारी खेतीबाट राम्रो आमदानी गर्न सफल भएका छन्। स्थानीय सरकार र केही दात्री निकायहरूको सहयोगमा लिफ्ट सिंचाई गर्न शुरू भएपछि स्याउ, आरू, ओखर लगायतका फलफूलका बिरुवा र तरकारी खेतीमा सिंचाई गरेर उत्पादन वृद्धि गर्न समेत सहयोग पुगेको जुम्लाको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायलले जानकारी दिएका छन्। उनले भने तातोपानी गाउँपालिकाको समन्वयमा UNDP नर्वेजियन सरकारको सहयोगमा सञ्चालित रिराज परियोजनाको प्राविधिक सहयोग र आर्थिक सहयोगमा सिंचाई सुविधा भएपछि महिलाहरूको कार्यबोझ समेतमा कमी आएको छ। जुम्लाको सिंचाई अभाव भएका स्थानीय तहहरूमा विद्युत र सोलरको प्रयोग गरेर लिफ्ट मार्फत नदीको पानी पाखो जमिनमा लिएर सिंचाई गर्न थालिएको छ। यसले गर्दा यहाँका महिलाहरूको कार्यबोझ कम हुनुका साथै सिंचाई सुविधा भएपछि गुणस्तरीय उत्पादनमा समेत टेवा पुगेको किसानहरूले बताएका छन्। 8 वर्ष अघि जेठा छोराको नागरिकता बनाउन जुम्ला सदरमुकाम खलंगा पुगेका मयालाल रोकायालाई त्यो यात्रा अझै स्मरण छ। गाउँबाट करिब 5 घण्टा उकालो ओह्रालो पैदल हिँडेर सदरमुकाम पुगेका उनी प्रक्रिया नबुझ्दा हप्तौं धाउनु परेको थियो। कागजात अपुग, लामो लाइन र होटल बसाइले झण्डै 5000 रुपियाँ खर्च भयो। आज भने परिस्थिति पूरै फेरिएको छ। इलाका प्रशासन कार्यालय सिजा गाउँपालिका 3 नराकोटमा स्थापना भएपछि नागरिकता बनाउन अब बिहान घरको खाना खाएर 1 घण्टामा कार्यालय पुग्ने, काम सकेर साँझ घर फर्किने अवस्था बनेको छ। सरकारी सेवा लिनकै लागि महँगो खर्च र समय खेर फाल्नु पर्दैन। मयालाल भन्छन्, यही हो परिवर्तन र संघीयताको मर्म। 2067 सालतिर नागरिकता बनाउनु ठूलो झन्झट थियो। सिजा गाउँपालिकाका बलरूप रोकाए पनि त्यति बेलाको अनुभव सम्झँदै भन्छन्, एउटै कागजका लागि 7 दिन बजार बस्नु पर्थ्यो। अहिले सम्झिँदा अचम्म लाग्छ। केही वर्ष अघिसम्म सिजा सहित हिमा र कनका सुन्दरी गाउँपालिकाका बासिन्दालाई प्रशासनिक सेवाका लागि सदरमुकाम धाउनु अनिवार्य थियो। आउन जानको खर्च, होटल बसाई, लामो लाइन र कर्मचारी अभावले दुर्गम बस्तीका नागरिकका लागि प्रशासनिक सेवा पहुँचभन्दा बाहिरको विषय जस्तै थियो। अब अवस्था बदलिएको छ। 2073 सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय सिजा नरकोटले सेवा गाउँमै पुर्याएपछि स्थानीयको दैनिकी सहज बनेको छ। पहिले चिन्जान भए मात्र काम हुन्थ्यो। स्थानीय बलरूप भन्छन्, अहिले लाइन छोटो छ, कर्मचारी भेटिन्छन् र काम समयमा हुन्छ। यो परिवर्तन महिलाका लागि झन अर्थपूर्ण बनेको छ। नराकोटकी रूपा रोकाया पहिलो पटक आफ्नै गाउँमै नागरिकता बनाउँदा भावुक भइन्। बजार जान खर्च जुटाउने गाह्रो पर्थ्यो। घर परिवार छोडेर हिँड्न पनि सकिँदैन थियो। उनी भन्छन्, गाउँ आँगनमै कार्यालय खुलेपछि ठूलो राहत मिलेको छ। इलाका प्रशासन कार्यालय नराकोटका कायम मुकायम प्रमुख सुरत गिरीका अनुसार सरकारी सेवा, सामाजिक सुरक्षा भत्ता, बैंकिङ तथा पहिचान प्रक्रियामा राष्ट्रिय परिचय पत्र अनिवार्य बन्दै जाँदा सेवाग्राहीको चाप बढेको छ। इलाका प्रशासन कार्यालयमा 7 जना कर्मचारीको दरबन्दी हो। अहिले शाखा अधिकृत र कम्प्युटर अपरेटर नहुँदा सेवा दिन समस्या छ। कर्मचारीहरूलाई खानेपानीको चुनौती पनि छ। केही समयका लागि समाधान भए पनि दिगो नभएको गिरी बताउँछन्। जुम्लामा 9119 जना बालबालिकालाई भिटामिन ए खुवाइएको छ। गत कार्तिक 20 र 21 गते जिल्लाभर सञ्चालन गरिएको अभियान अन्तर्गत भिटामिन ए खुवाइएको जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ। कार्यालयका प्रमुख किरण शर्माका अनुसार जिल्लामा 7168 बालबालिकालाई भिटामिन ए खुवाउने लक्ष्य लिएको थियो, तर लक्ष्यभन्दा बढी बालबालिकाले सेवा पाएका छन्। भिटामिन ए खुवाइएका बालबालिका मध्ये 4606 जना बालक र 4513 जना बालिका छन्। कनका सुन्दरी गाउँपालिकामा 518 बालक र 537 बालिका, सिंजामा 469 बालक र 394 बालिका, हिमामा 458 बालक र 512 बालिका, तिलामा 654 बालक र 551 बालिका तथा तातोपानीमा 603 बालक र 625 बालिकाले भिटामिन ए पाएका छन्। यस्तै चन्दना नगरपालिकामा 782 बालक र 669 बालिका, गुड्चर गाउँपालिकामा 394 बालक र 456 बालिका तथा पातारासी गाउँपालिकामा 728 बालक र 729 बालिकालाई भिटामिन ए खुवाइएको छ। यसैगरी 12 देखि 59 महिनासम्मका 7959 जना बालबालिकालाई जुकाको औषधि खुवाइएको जानकारी दिएको छ। जुकाको औषधि खुवाउने लक्ष्य 7178 बालबालिकाको रहेको
गरिएको थियो। स्वास्थ्य सहायक सुरेश पन्तका अनुसार कनका सुन्दरीमा 462 बालक र 407 बालिका, सिजामा 392 बालक र 367 बालिका, हिमामा 435 बालक र 436 बालिका, तिलामा 590 बालक र 525 बालिका तथा तातोपनीमा 504 बालक र 548 बालिकाले जुकाको औषधि सेवन गरेका छन्। चन्दना नगरपालिकामा 611 बालक र 1289 बालिका, गुठचौरमा 396 बालक र 746 बालिका तथा पातरासी गाउँपालिकामा 657 बालक र 601 बालिकालाई जुकाको औषधि खुवाइएको उनले बताएका छन्। स्वास्थ्य कर्मीका अनुसार भिटामिन ए र जुकाको औषधिले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण तथा आँखा सम्बन्धी समस्या कम गर्ने सहयोग पुग्ने गर्दछ। खुला खबरमा अब कर्णाली प्रदेश खबर। कालीकोटको नरहरिनाथ साध स्थित रूपादेवी माध्यमिक विद्यालयले कार्तिक 30 गते गणित शिक्षाका लागि 1900 पटक विज्ञापन गर्यो। विद्यालयले संघीय अनुदान कोटामा वैशाख्यता 15 दिनको फरकमा विज्ञापन गरेको गरेछ। जति खोले पनि आवेदन नै पर्दैन। विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले भने शिक्षक नहुँदा कोर्स कहिले पूरा हुँदैन। विद्यार्थी ट्युसनका भरमा एसी दिन बाध्य छन्। 2035 सालमा स्थापना भएको विद्यालयमा 375 जना विद्यार्थी अध्ययनरत छन् भने 3 प्रावि स्थायी दरबन्दीको भरमा विद्यालय चलेको छ। पठन पाठनमा समस्या भएपछि विद्यालयमा गाउँपालिका अनुदान र निजी स्रोतमा 13 शिक्षक राखिएको छ। कालीकोटकै शुभकालिका गाउँपालिका 2 बाला चौरी स्थित कालिका माविले गत शैक्षिक सत्रका लागि मावि तहको विज्ञान विषयका लागि 5 पल्ट विज्ञापन गर्दा समेत शिक्षक पाएन। कसैको आवेदन नपरेपछि शैक्षिक सत्र 2081-82 का लागि गाउँपालिकाबाट प्राप्त विज्ञान विषयको संघीय अनुदान फ्रिज भयो। कर्णाली प्रदेशमा कक्षा 1 देखि 10 सम्मका 4993 शिक्षक रिक्त छन्। प्रदेशभरिका 2931 सामुदायिक विद्यालयमा 11865 मात्र दरबन्दीका शिक्षक छन्। प्राथमिक विद्यालयमा 644, निम्न माध्यमिक तहमा 2600 र माध्यमिक तहमा 1749 शिक्षकको दरबन्दी पूर्ति हुन नसकेको सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखाले जानकारी दिएको छ। हिमाली जिल्ला हुम्लामा सल्लाको दियालो बालेर रातभर गीत गाउँदै भुवो पर्व मनाइएको छ। लामा समुदाय बाहेक अन्य सबै जातिका स्थानीयले यसरी भुवो पर्व मनाउँदै गर्दै आएका छन्। सिमकोट गाउँपालिका 2 का बमबहादुर भण्डारीले यस पर्वको भुवो पर्व धुमधामका साथ मनाइएको बताएका छन्। प्रत्येक घरबाट कम्तीमा एकजना पुरुष परम्परागत पहिरनमा सजिएर र सल्लाको दियालो बालेर हातमा समातेर गाउँकै पूजापाठ र रमाइलो गर्ने स्थान चौपाडीमा जम्मा भएर फाक चाडची चुटकिला गाउने र मानसरोवर कविलासको गुणगान गाउने गरिएको खारपुनाथ गाउँपालिका 5 निवासी प्रकाश बहादुर साईले जानकारी दिएका छन्। प्रदेश राजधानी वीरेन्द्रनगरदेखि झण्डै 37 किलोमिटरको दूरीमा रहेको दुर्गम गाउँ तरंगा जोड्ने सड़क कालोपत्रेको काम बल्ल शुरू भएको छ। ट्र्याक खोलिएको करिब 3 दशकपछि उक्त सड़क कालोपत्रको काम अघि बढेको हो। यो सड़क राजधानी वीरेन्द्रनगरदेखि शुरू हुने कर्णाली राजमार्ग अन्तर्गत बराहाताल गाउँपालिकाको हुर्केबाट दक्षिणतर्फ कुम्भीकोट हुँदै भेरी नदीको किनार जोड्छ। जाजरकोटको भेरी नगरपालिका 11 धुलेउ टाकी 22 वर्षीय सीता विक पूर्ण दृष्टिविहीन अपंगता हुन्। आफू पूर्ण दृष्टिविहीन भए पनि सीता चाउचाउ, बिस्कुट, चकलेट, कापी, कलम, मोबाइलको रिचार्ज कार्ड, अगरबत्ती, साबुन, सेम्पो लगायतका सामानहरू लिएर सबैको घर दैलोमा धाउने गरेकी छन्। झोलामा सामान बोकेर सेतो छडीको सहायताले सीताहरूको घर दैलोमा पुग्ने र दिनभरको घुम्ती व्यापारबाट आएको नाफाबाट सीताले आफ्नो जीवन निर्वाह गर्दै आएकी छन्। सीता जस्तै भेरी नगरपालिका 11 का निम बहादुर विक, खिमा महतारा, शीतला बर, तुलसी खत्री पनि पूर्ण दृष्टिविहीन हुन्। उनीहरूले पनि सीता जस्तै सेतो छडीको सहायतामा झोलामा सामान बोकेर घुम्ती व्यापार गर्न दिनभर गाउँ चाहर्ने गर्दै आएका छन्। कर्णाली प्रदेशमा कर्मचारी अपुग भइरहेका बेला प्रदेश सरकारले चालू आर्थिक वर्षमा नयाँ कर्मचारी पद पूर्तिका लागि लोक सेवा आयोगलाई दिनुपर्ने माग फारमको विवरण पठाएको छैन। त्यसले गर्दा कर्मचारी अभाव भएको छ। एक तथ्याङ्कका अनुसार कर्णाली प्रदेशमा 28% कर्मचारी अपुग छन्। प्रदेश लोक सेवा आयोगले विभिन्न समयमा विभिन्न तहका पदका लागि माग आकृति फारम पठाउन परिपत्र गरेको भए पनि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कुनै पनि तहको माग आकृति फारम पठाएको छैन।
कांग्रेस जिल्ला कार्य समिति कालीकोटले प्रतिनिधि सभा प्रत्यक्षतर्फको निर्वाचनका लागि 3 जनाको नाम केन्द्रमा पठाएको छ। जिल्ला कार्य समितिका सभापति अमर बहादुर शाहीका अनुसार प्रत्यक्षतर्फ भूपेन्द्रजङ शाही, अमर बहादुर शाही र सीता राउतको नाम सिफारिस गरी प्रदेश कार्य समितिलाई पठाइएको र प्रदेश कार्य समितिले पनि तिनै नामलाई केन्द्रमा पठाएको हो। नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्व माओवादी नेता ठम्बर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन्। बिहिबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत एक लामो वक्तव्य जारी गर्दै उनले एमालेको साधारण सदस्यसम्म नरहने गरी राजीनामा दिएका हुन्। कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका विष्टले जम्मा 875 मत प्राप्त गरी पराजय बेहोरेका थिए। अध्यक्ष केपी शर्मा ओली समूहबाट टिकट पाउनेमा विश्वस्त रहेका विष्ट अन्तिम समयमा ओलीको आधिकारिक सूचीमा नअटाएपछि ईश्वर पोखरेल समूहबाट उम्मेद्वार बनेका थिए। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा प्रांगारिक मिशनमा मूल्यवान लोगो अवसर चुनौती र कार्यदिशा विषयक कर्णाली संवाद शुरू भएको छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क एनसाप र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधिकारिक स्थानीय खाद्य प्रणाली रूपान्तरण परियोजना अन्तर्गत कर्णाली संवाद शुरू भएको हो। हामीसँग राष्ट्रिय, अन्तर्राष्ट्रिय र खेल खबर बाँकी नै छन्। एकैछिन व्यापारिक विश्रामको पालो। बिहे गर्ने दिन पनि नजिक आइगयो। बिहा कार्ड र क्यामेरा भाडामा लिनुपर्ने थियो, कता जाने हो? लोकसेवा फर्म भर्नु थियो। जुम्ला बजार भर पर्ने ठाउँ कहाँ होला जाने थिएँ। म पनि विदेश जानेवाला भइया थियो। राहदानीको फर्म भर्ला भन्ने कहाँ पाइने होला त? कहीँ खोजेर भेटिएन। तिमीहरू सबै नै यति पनि थाहा छैन? राधाकृष्ण प्रिन्ट एन्ड अनलाइन टेक्नोलोजी सेन्टरमा सिद्धार्थ बैना गाडी छ। जाऊ 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 हजुर, हाम्रा सेवाहरू हामी कहाँ कप प्रिन्ट, कार्टेज रिफिल, फोटोकपी, स्क्यानिङ प्रिन्ट, अर्जेन्ट छाप, बिल प्याट प्रिन्ट, ब्याच प्रिन्ट, अर्जेन्ट फोटो प्रिन्ट, विवाह कार्ड प्रिन्ट, लेमिनेसन, सबैको अनलाइन फर्म, ल्यापटप प्रिन्ट, रिपेयरिङ, प्रमाण पत्र, भिजिटिङ कार्ड, आइडी कार्ड, लेटर प्रिन्ट, प्रमाण पत्र प्रिन्ट, क्यामेरा भाडामा, बुक बाइन्डिङ, ट्रोफी प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, बाइक नम्बर प्लेट, लोकसेवा आयोगको फर्म, व्यक्तिगत पाना नम्बर, फर्म टी सर्ट प्रिन्ट, स्टिकर प्रिन्ट आदि अनलाइन काम यहाँ गरिन्छ। प्रोप्राइटर बिन्दा साई। सम्पर्क मोबाइल नम्बर 9749 26 17 94 97 45 64 27। राधाकृष्ण प्रिन्ट एन्ड अनलाइन टेक्नोलोजी सिस्टम चन्द्रनाथ नगरपालिका ओडाका कुडा सरकारवालाहरूसँग अन्तर्क्रिया हरेक दिन साँझ 7 बजेको खुला खबरमा ओडा अध्यक्षसँगको कुराकानी। विश्रामपछि पुनः स्वागत छ। रेडियो खुला आकाशबाट नियमित प्रसारण हुने साँझ 7 बजेको समाचारमा अब पालो भएको छ हाम्रो नियमित स्तम्भ ओडाको कुरा, जस अन्तर्गत आज ओडाका कुरामा आफ्नो ओडामा भए गरेका र आउने दिनहरूमा गरिने गतिविधि तथा क्रियाकलापहरूको बारेमा कुराकानी गर्नका लागि हामीसँग हुनुहुन्छ। आज चाहिँ ओडा अध्यक्ष चाहिँ हुनुहुन्न, ओडा सदस्य हुनुहुन्छ। पात्रासी गाउँपालिका 1 नम्बर ओडाका ओडा सदस्य रुद्रलाल थापा। थापाज्यू, रेडियो खुला आकाशको समाचारमा स्वागत छ। आरामै हुनुहुन्छ? विशेषतः अब ओडा अध्यक्षज्यूहरूसँग कुराकानी गर्ने हो। अब ओडा अध्यक्षज्यूहरूले ओडा अध्यक्षले फोन उठाउनु भएन। ल ठिकै छ, हामी तपाईसँग भए पनि कुराकानी गर्छौं है। रुद्रलालज्यू, के छ तपाईँको जुन पातरासी गाउँपालिका वडा नम्बर 1 मा चाहिँ कुन कुन गाउँहरू पर्दछन्? पहिले त्यहाँबाट सुरु गरौँ न त। हजुर, गढीगाउँ मात्रै हो?
अनि के छ तपाईँको त्यहाँ शिक्षा स्वास्थ्य भौतिक पूर्वाधारको विकासहरू अथवा समस्याहरू के छ रुद्रलालज्यू? हजुर हाम्रो त पटमाला हो सर। तपाईँको कुन वडा नम्बर कति भन्नुभयो? वडा नम्बर 7 पटमाला पर्छ सर। वडा नम्बर 7 पडमारा पर्छ। हजुर सर। तपाईँ वडा नम्बर 7 को वडा सदस्य हो? हजुर हजुर। ए पडमाराको होइन त, तपाईँ वडा नम्बर 7 गल्ती भएछ ल ठिक छ। तपाईँ चाहिँ पात्रासी गाउँपालिका वडा नम्बर 7 को वडा अध्यक्ष होइन त, के अरे वडा सदस्य होइन त? हजुर ल ठिक छ। अनि के छ तपाईँको पडमारातिर चाहिँ के छ शिक्षा स्वास्थ्य भौतिक पूर्वाधारको कुराहरू, अब सेवा सुविधा छ कि अथवा के समस्या छ यसको बारेमा बताइदिनु पर्यो रुद्रलालज्यू। हजुर सर, अब सेवा सुविधा सर अब आएको बजेट हामीले गरिदिने हो सर। अब हजुर स्वास्थ्य शिक्षालाई त हेरिरहेको छौँ हामीहरूले। हजुर स्वास्थ्य शिक्षा अब भेटनरी हजुर सबैले हेरिरहेको छौँ। ल ठिक छ। अनि समस्याको कुरा गर्नु पर्दाखेरि के छ समस्या तपाईँको त्यहाँ ओडामा? वडामा समस्या त सर अब अहिले वडा भवन छैन सर, त्यो समस्या छ सर। हजुर अनि अब के नि सर, अब भने जतिको बजेट आउनु सर, अब जनताले मागे जस्तो दिन सकिन्न। अब त्यो समस्या हो सर। अब के नि ल ठिक छ। अब के छ ओडा कार्यालयको लागि पहल अगाडि बढिरहेको होला नि होइन त रुद्रलालज्यू? कार्य त बढिसकेको सर। अब जग्गा नमिलेर अहिले समस्या त्यही हो सर। ल ठिक छ, त्यो बिस्तारै सफल होस् हामी कामना गर्छौं। अनि रुद्रलालज्यू र तपाईँ वडा सदस्य जितिरहँदाखेरि होइन, अब तपाईँले चाहिँ जिताउनु पर्ने केही कारण थियो होला, तपाईँले के भनेर चाहिँ तपाईँको त्यहाँ पालिकावासीहरूले तपाईँको मतदाताले जितायो होला नि जस्तो लाग्छ तपाईँले? हामीहरूले त सर अब राम्रो काम गरेर हरेक अब सेवा सुविधा गर्लान्। अब हामीहरूले जिताएकै हुन्छ अब। अनि रुद्रलालज्यू तपाईँको यो पात्रासी 7 यो पडमारा मात्रै गाउँ पर्छ कि अरू कुन गाउँ पर्छ? दुईटा गाउँ पर्छ सर, रिनी र पटमारा पर्छ सर। पडमारा र अर्को के भन्नुभयो? रिनी सर। रिनी। हजुर। ल ठिक छ। अनि रिनी र पडमारामा जियोस् जति पनि अब भएका छन् विकासको कुराहरू जियोस् समान रूपमा नै भएको होला नि होइन, के लाग्छ तपाईँलाई? हजुर सर, हामी समान हुँदै हुन्छ सर। ल ठिक छ। अब हामी स्वास्थ्य शिक्षालाई गरेर पछि गाउँको बजेट पछि बाँच्छौँ सर हामी। ल ठिक छ रुद्रलालज्यू, अब हामी अन्तिममा भएको कारणले अरू दिन अलि धेरै कुराकानी गरौँला है। अनि अन्तिममा के भन्नुहुन्छ तपाईँको पालिकावासीहरूलाई, रेडियो सुन्ने श्रोतालाई के भन्नुहुन्छ? रेडियोलाई त धन्यवाद दिन्छौँ सर। अब नयाँ नयाँ कुरा सुनाइदिनुहुन्छ, हरेक कुरा नयाँ कुरा गरिदिनुहुन्छ सर। धेरै धन्यवाद सर। हुन्छ रुद्रलालज्यू, जति पनि यो कार्यकाल छ अझै तपाईँको बाँकी कार्यकाल हामी सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आउने दिनहरूमा पनि तपाईँसँग कुराकानी गर्नेछौँ। समय र संवादको लागि धन्यवाद रुद्रलालज्यू। हजुर हजुर धन्यवाद। हजुरलाई पनि धन्यवाद सर। नयाँ कुरा गर्न पाएकोले मेरो तर्फबाट पनि धन्यवाद सर। हुन्छ रुद्रलालज्यू। रुद्रलाल थापा पात्रासी गाउँपालिका वडा नम्बर 7 का वडा सदस्य हुनुहुन्थ्यो। उहाँ रेडियो खुला आकाशको वडाका कुरा गर्दै हुनुहुन्थ्यो, आफ्नो वडामा भएको गतिविधि क्रियाकलाप समस्या चुनौतीको बारेमा र आउने दिनहरूमा गरिने क्रियाकलापको बारेमा कुराकानी गर्दै हुनुहुन्थ्यो। अब बाँकी प्रसंग। खुला खबरको अन्त्यमा प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। जुम्लामा स्थानीय यातायातको नयाँ भाडा दर चाँडै निर्धारण हुने प्रजीय पौडेलको भनाई। सहुलियत भाडाका लागि जनताको गुनासो व्यापक। गुठीचौर गाउँपालिका एकले शिक्षामा ऐतिहासिक लगानी गर्दै वडाभित्रका एसी दिने परीक्षार्थीका लागि निशुल्क कम्प्युटर शिक्षा प्रदान। तातो पानी चन्दनाथ र पातरासीमा लिफ्ट मार्फत पाखो जमिनमा सिँचाइ गर्न सुरु। किसानहरू मनज्ञ आमदानी गर्न सफल। कर्णालीमा विषयगत शिक्षक नहुँदा पढाइ प्रभावित। ट्युसनकै भरमा एसी परीक्षा दिनुपर्ने बाध्यता। हुम्लामा रातभर जागरण बसेर मनाइयो भुवो पर्व। चुनाव बिथोलले काम नगर्न प्रचण्डको खबरदारी। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्क सम्बन्धी नयाँ मापदण्ड खारेज। र गाजामा उद्धारका लागि पर्खिएका 1000 भन्दा बढी बिरामीको मृत्यु भएको WHO को भनाई। T20 विश्वकपका लागि भारतीय टोली घोषणा। गिल बाहिरिए, ईशान किशनको पुनरागमन। रेडियो खुला आकाश 99.6 मेगाहर्ज विजयनगर र रिले प्रसारण 89.1 मेगाहर्ज माई थप्लाबाट प्रसारण भइरहेको साँझ 7 बजेको खुला खबर सकियो। हाम्रो अर्को समाचार भोलि बिहान 8 बजेको जुम्ला खबरमा हुनेछ। अहिलेको लागि प्राविधिक श्री कृष्ण सुनारलाई धन्यवाद दिँदै म TS आचार्य पनि बिदा हुन्छु। रेडियो खुला आकाश सुन्दै गर्नुहोला। नमस्कार।